घरबाट बिहानै निस्केको बाहिर काम जानको लागि। स्नो परेको रहेछ बेलुका। कस्तो राम्रो वेदर बाहिर, आकाश डाँडा काँडा, ब्युटिफुल। मेरो छोरा चाहिँ त्यहाँनिर स्नोमा खेलिरहेछ, फ्रोजन भएको स्नोमा। ऊ चाहिँ एकदम खुसी हुन्छ त्यस्तोमा खेल्नु पायो भने, खुसी छ ऊ चाहिँ। अनि बेबीको हस्पिटल छ आज। हाई, यहाँ हस्पिटलतिर लाग्यौँ हामी चाहिँ। हस्पिटल जाँदैछौँ। यहाँ चाहिँ एकदम बिजी हुन्छ। बिस्तारै जाँदैछौँ। कस्तो राम्रो छ माथि डाँडा काँडा। यहाँनिर चाहिँ एकदम म बसेको ठाउँ चाहिँ नेपालको भाइब्स दिन्छ। डाँडा काँडा अरू ठाउँमा चाहिँ हुँदैन, यहाँ चाहिँ डाँडा काँडा एकदम राम्रो छ। हस्पिटलमा आइपुग्यौँ। नानीको हस्पिटल छ अझै, हस्पिटल एरिया हो। कस्तो राम्रो छ यहाँ पनि। स्नोले कस्तो राम्रो भएको छ झन्। यो चाहिँ भित्र। म कामतिर लागेँ। हाइवे गाडी कुदाउनु चाहिँ पहिले कस्तो बिजोगले सिकेको, सबैभन्दा दुःखले सिकेको मैले गाडी कुदाउनुको लागि। पहिले म हाइवे कुदाउन पनि जान्दिनँ थिएँ, एक्जिटहरू हेर्न पनि जान्दिनँ थिएँ। बल्ल आफै सिकाउँछ, आफै सिकिन्छ। तपाईँलाई जब दुःख पर्छ तपाईँ आफै सिक्दै जानुहुन्छ सबै कुरो। अहिले जति जे पनि एचिभ गरेको छु त्यो म आफैले गरेको छु। त्यही भएर एकदम प्राउड लाग्छ आफूलाई नै। कहिलेकाहीँ विगतहरू सम्झिँदाखेरि कति दुःख पनि लाग्छ, तर अहिले एकदम प्राउड लाग्छ आफैलाई नै। मेरो काम चाहिँ यहाँ पढाउ काममा आउनु पुग्न आँटेँ। यो चाहिँ कामको पार्किङ। यो चाहिँ ब्याक साइडमा हो, त्यही भएर केही छैन। हो पर चाहिँ मेगा प्लेस छ। यो चाहिँ जेसिबेनी। यो चाहिँ भित्र छिरिसकेँ। यो चाहिँ मेरो चाइनिज बाजे। यो चाहिँ मेरो मन्दिर। सबै कुरो यो चाहिँ मेरो सबै कुरो छ मेरो यसमा चाहिँ।